चाहन्छौँ कुनै पनि कार्यक्रम हामी समयमा सुरु गर्ने समयमा समाप्त गर्ने त्यसले एउटा कार्यक्रमको अनुशासनसँग विषयहरू जोडिएको हुन्छ। त्यसकारणले अब आइन्दा यसरी कार्यक्रमहरू गर्दा समयमा हाम्रो पुरै ध्यान जाओस् भन्ने म शुभकामना दिन चाहन्छु। साथीहरू, अत्यन्त महत्त्वपूर्ण विषयमा यो अभिमुखीकरण कार्यक्रम राखिएको छ। आजको यो साइबर क्राइम भन्छौँ अथवा साइबर सेक्युरिटीको कुरा भन्छौँ, यो तपाईँको हाम्रो नेसनल एजेन्डा मात्र नभएर एउटा दुनियाँको लागि एउटा चुनौती र अवसर दुईटै यो लिएर आएको छ। साइबरले अथवा त्यसको जुन एउटा सकारात्मक कुराहरू छ हाम्रो जीवनलाई तीव्र गतिमा यसले अगाडि बढाइरहेको, यसमा दुईमत छैन। तर त्यसका हाइकिङ र त्यसका सुरक्षाका चुनौतीहरू आज हामी हेर्छौँ कि कसरी बैंक एकाउन्टहरू, एयरपोर्टहरू, व्यक्तिगत जीवनका डाटाहरू कति असुरक्षित छन्। यस्तो परिस्थितिमा हामी कति संवेदनशील र गम्भीर हुनुपर्छ यसका प्रयोगकर्ताहरू। र यो प्रयोग गर्ने सवालमा यसलाई सुरक्षासँग जोडेर जसरी हामी एक दिनको अभिमुखीकरण कार्यक्रम राखेका छौँ, यो यसबाट पत्रकार जगत मात्र होइन, सम्पूर्ण आम नागरिक पनि र जीवनका प्रत्येक क्षेत्रमा काम गरिरहेको प्रत्येक नागरिकसँग पनि यसको सरोकार भएको हुनाले यो अत्यन्त महत्त्वपूर्ण छ र यो सम्पूर्ण रूपले सफलता पाओस् भन्ने म शुभकामना दिन चाहन्छु। साथीहरू, अघि चाहिँ एउटा हाम्रो जिल्ला अध्यक्षले बडा गम्भीर तरिकाले एउटा कुरा उठान गर्नुभयो, नेपाल पत्रकार महासङ्घको जिल्ला कार्यालयको भवनको अवस्था। जुन बेला त्यो भवन हामी बनाइरहेका थियौँ, त्यसका फाउन्डेसनहरू भइरहेको थियो, त्यस बेलामा पनि हामीले आफ्नो जति सक्यौँ हामी आफ्नो यथासम्भव सहयोग दिएर त्यो भवनलाई हामीले एउटा अवस्थामा पुर्यायौँ। विगतको केही दिनदेखि त्यो परिस्थिति छैन, जीर्ण अवस्थामा गयो। बजेट निर्माणको सवाल छ, अहिले बेला पनि बजेट निर्माण भइरहेको छ। प्रदेश सरकारदेखि स्थानीय तहसम्मको, सङ्घीय सरकारदेखि स्थानीय तहसम्मको। मेरो तर्फबाट यदि प्रदेश सरकारको कार्यविधिले प्रदेश सरकारले यस्ता भवनहरूमा सहयोग गर्ने कानुनी अडचन र जटिलता छैन भने म प्रदेश सरकारको मन्त्रालयलाई त्यसमा अत्यन्त एक प्रकारको साइजेबल सहयोग गरेर त्यो भवनलाई अति व्यवस्थित र ठिक किसिमले सञ्चालन गर्ने कुरामा म जोड दिन्छु। र मेरो पर्सनल लेभलबाट, व्यक्तिगत लेभलबाट पनि म गोप्य रूपले गोप्यदान महाकल्याण भने जस्तै म अध्यक्षलाई, टिमलाई म आफ्नो व्यक्तिगत तर्फबाट पनि म यो यसमा सहयोग गर्ने। साथीहरू, आज जुन विषयमा हामी कुरा गरिरहेका छौँ यो विषय एउटा पार्ट हो, सम्पूर्ण पत्रकारिता क्षेत्रको एउटा पार्ट हो साइबर। म आज सम्पूर्ण पत्रकारिताकै सवालमा केही कुराहरू र राष्ट्रिय राजनीतिमा पनि केही कुराहरू राख्न चाहन्छु। आज हाम्रो मुलुकमा हामीले भनेका छौँ, पढेका छौँ, व्यवहारमा पनि पत्रकारिता क्षेत्र भनेको देशको चौथो अङ्ग हो, तेस्रो नेत्र र चौथो अङ्ग हो। आज त्यो चौथो अङ्गलाई कसरी हामीले मूल्याङ्कन गरिरहेको छ राज्यले र समाजले, र हामीले हाम्रो आफ्नो भूमिका त्यसै अनुरूप गरिरहेका छौँ कि छैनौँ, यो एउटा सेल्फ रियलाइजेसन, आत्मसमीक्षाको विषय जरुरी छ। त्यसकारणले तपाईँप्रति मेरो र सम्पूर्ण व्यक्तित्वको हेर्ने दृष्टिकोण अति सम्मानपूर्ण
दृष्टिकोण हो, रहनुपर्छ र हामीले पनि त्यो सम्मानलाई बरकरार राख्ने गरी हाम्रो कदमहरू अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता हो। देश अहिले 70 वर्षको लगानीमा हामीले सङ्घर्षमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र 10 वर्ष नपुग्दै त्यो व्यवस्थाको विरुद्धमा मान्छेहरू टाउको उठाउन थाल्यो। के साँच्चीकै व्यवस्था असफल भयो? के साँच्चीकै यो व्यवस्थाको विकल्पमा अर्को व्यवस्था चयन गर्ने अवस्था हामीमा आयो? आज यो गहन विषय छ। मेरो जहाँसम्म विश्वास छ, विचार छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै हो। लोकतन्त्रको विकल्प 21औं शताब्दीमा अर्को कुनै व्यवस्था हुन सक्दैन। राज्य सञ्चालन गर्ने बखतमा केही सन्तुष्टि असन्तुष्टिहरू छन्। नागरिकलाई दिने सेवा सुविधाहरू समयमा, विकास निर्माणका सवालहरूमा र रोजगार लगायतका व्यतिथिहरूमा, भ्रष्टाचार लगायतका व्यतिथिहरूमा निश्चित रूपमा नागरिकमा अलि असन्तोष बढेर गएको छ। हामी यही फ्रेमवर्कभित्र, यही सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको फ्रेमवर्कभित्र हामी यसको समाधान खोजिनुपर्छ। हामी यो असन्तुष्टिहरूलाई, असन्तोषहरूलाई, यी व्यतिथिहरूलाई हामी यही व्यवस्थाभित्र रहेर सम्बोधन गर्ने वातावरण बनाउनुपर्छ। यसको लागि पनि म भन्छु कि हाम्रा पत्रकार साथीहरू जो हिजोको दिनमा अटोक्रेसीको विरुद्धमा, अधिनायकवादको विरुद्धमा हामी सँगै लड्यौं, सँगै जेलमा गयौं, सँगै सडकमा हामीले लोकतन्त्रको निमित्त, स्वतन्त्र पत्रकारिताको निमित्त, मानव अधिकारको निमित्त, खुला व्यवस्थाको निमित्त, सुशासनको निमित्त जो हामी सङ्घर्ष गर्यौं, त्यो हाम्रो कोर्स अहिले पूरा भएको छैन। तसर्थ त्यो कोर्सलाई पूरा गर्नको निमित्त, त्यो सङ्घीय गणतन्त्रलाई, लोकतान्त्रिक व्यवस्था मूल्य र मान्यतालाई संस्थागत गर्न अझै समय लाग्छ। दुनियाँमा जहाँ पनि यी व्यवस्थाहरू आएका छन्, ती व्यवस्थाहरू संस्थागत हुन समय लाग्छ। यो विषयमा हामी अत्यन्त सकारात्मक कुरामा अगाडि बढ्नु पर्दछ। आज जुन जसरी यो प्रदेश सरकारले यो कार्यक्रम ल्यायो, कल्पना गरौँ यो संहिता कार्यान्वयनको दिशामा एउटा ठोस कदम हो। यो आज प्रदेश सरकार नभइदिएको भए यति संवेदनशील, यति गम्भीर चाहिँ कुन निकाय हुन्थ्यो? त्यसकारणले संहिता कार्यान्वयनमा केही, मैले अगाडि नै भने, केही ल्याप्सेसहरू भयो। जसरी अहिले पनि प्रहरी ऐनहरू लागू भएर पारित भएर कार्यान्वयन हुन सकेन, निजामती कर्मचारीका ऐनहरू कार्यान्वयन हुन सकिरहेको छैन। त्यस्ता कतिपय सवालहरू जो अधुरा छन् त्यसले हामी पूरा गर्ने र यही व्यवस्थालाई, यही फ्रेमवर्कभित्र रहेर हामी सुशासन कायम गर्दै आज देशमा एउटा लाभमर्दो स्थिति छ। कुन सेक्टरलाई हामी पवित्र सेक्टर र यो सेक्टर ठीक छ भनेर भन्दिने, आज जुन सेक्टरमा जाँदा यस सेक्टरलाई भन्नुहुन्छ कि यो मान्छे राम्रो छ, यो सेक्टर राम्रो छ, 2 महिनापछि एउटा समाचार आउँछ, तपाईले भनेको त्यो समाचार, त्यो कुरा, त्यो चिया गफको कुरा झुठी नै कुरा, झुट हुने स्थिति चाहिँ छ। कुनै पनि सेक्टर आज बाँचेको अवस्था छैन। यो हाम्रो लागि अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो। हामी लोकतान्त्रिक व्यवस्थामा हामीलाई आफूले एउटा सुशासनको दायराभित्र ल्याएर सबै नागरिक आफूलाई सुशासन आफूबाट सुरु गर्ने, मबाट सुरु गर्ने भन्ने विचारमा अगाडि बढ्यौं भने यो व्यवस्था निर्विकल्प रूपले हामीले संस्थागत गर्दै अगाडि बढ्नुपर्छ। एउटा अन्तिम कुरा म भन्न चाहन्छु, विनम्र कहियो